जग्गा 27 तारिकको भण्डारा चाहिँ हाम्रो मङ्गलजुङ है त्रिशुरे र कोटेको र ठुलो गाउँ मिलेर चाहिँ यो भण्डारा आज वितरण हुँदैछ है। यो त हाम्रो भण्डाराको यहाँ हुन्छ, सन्ध्या हुन्छ, सन्ध्या हुन्छ है। आज भण्डारा चाहिँ मङ्गलजुङ त्रिशुले र कोठेगाउँ र कोठेगाउँमा हाम्रो यहाँ भण्डारा है यहाँ सहयोग गर्नुहुँदैछ है। हाम्रो विशाल दा पनि हुन्छ, विशाल दा ल आजको भण्डारा चाहिँ यहाँ आउनु भान्जा हुनुहुन्छ हौ। भण्डाराको भात एकदम यहाँ लो सधैँ है। अब भण्डाराको स्टप भएर वितरण भयो भण्डारा है। यहाँ अब ताट लागेको छ भण्डाराको लागि है। पानी देखाउने को छ? पानी त आफै खोल्दै लाग्छ। हजुर पानी देखाउनु न। हजुर हजुर त्यसो हुन्छ। आज 27 तारिकको भण्डारा है आज वितरण हुँदैछ है। यस बहिनी नमस्ते सबैजनालाई। नमस्ते सबैजनालाई। आज म आएको मगरजुङदारी गाउँ चियाबारीबाट हजुर अनि हामीलाई भण्डारा खुवाउन आँटेको छ ठुलो गाउँबाट अनि त्यसै गरी हामी खान आँटेको छ। धन्यवाद। अब यहाँ भण्डाराको स्टार्ट भइसकेको छ, वितरण भइसकेको छ। यो तपाईँले देख्नुभयो लाइन लागेको है। आज 27 तारिकको यो भण्डारा चाहिँ यहाँ त हाम्रो ढाबा मेमेहरूको चाहिँ यहाँ छ। हजुर दिदी ए हुन्छ बोलाउँछु। हुन्छ दिदीहरू यहाँ दिदीहरू सबै लगाएको छ है। हामी लामा हेर्नु लागि चाहिँ यस भाउजू जम्मा एकदम ल दिदी अब वितरण भयो है। खानु यहाँ तपाईँले देख्नुहुन्छ है। हेर्नु बस्नु कहाँ उयो खानु हो सक्नु भएको के छिटो हो समाचार खानु दाल दाल यो त है बल्ब 1 नम्बरदेखिको लगाएर है एकदम यहाँ मजाले झिलिली बन्न सकेको छ है। यो त रातिको तपाईँको दृष्टि हो है। एकदम यो राम्रो देखिरहेछ है। त्यो तपाईँले यो त घुम मात्रै यहाँ परेछ है टाइमिङलाई बेलुकाको है। मलाई खिच्नु मन लागेर यतिर है एकदम खिचेको छु है। देख्नु तपाईँलाई यस बेटा जस्तो टाइम लाग्छ जस्तो मजाले फिट्छ यहाँ ग्यासहरू त्यो हेर्नुहोस् है ग्यासहरू त्यो मजाको है। म त घर लागेको गइसक्यो है। ल आजलाई भिडियो यति नै है। ल भोलि 28 तारिकको भोलि तपाईँहरू देख्नुहोस् है।